रातको अन्धकारमा सीमा पार गरेर नेपाल भित्र्याइएका कपडाजन्य सामग्री धनुषामा ठूलो मात्रामा बरामद भएको छ। तर सबभन्दा ठूलो प्रश्न के छ भने यति धेरै तस्करीका सामानहरू आखिर सुरक्षा घेरा पास गरेर नेपाल कसरी पुगे? धनुषाको विदेह नगरपालिका 9 तरही क्षेत्रमा ठूलो परिमाणमा भन्सार छली गरी ल्याएका कपडाजन्य सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा लुकाई छिपाई राखिएका अवस्थामा विभिन्न प्रकारका कपडा तथा रेडिमेड सामानहरू फेला परेको छ। बरामद गरिएका सामग्रीमा विभिन्न ब्रान्डका कपडा, रेडिमेड पोसाक तथा अन्य कपडाजन्य सामग्री रहेको जनाइएको छ। ती सामग्रीहरू भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको शंका गरिएको छ। बरामदपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। तर घटनापछि स्थानीय स्तरमै सबभन्दा ठूलो प्रश्न उब्जेको छ। सीमा सुरक्षाको कडा निगरानी रहेको दावी भइरहेका बेला यति ठूलो परिमाणको सामान आखिर नेपालभित्र कसरी प्रवेश गर्यो? पछिल्लो समय मध्य प्रदेशका सीमावर्ती क्षेत्रमा तस्करीका गतिविधिहरू झन सक्रिय बन्दै गएको स्थानीयवासीहरूको आरोप छ। रातिको समयमा खुल्ला नाका र ग्रामीण बाटो प्रयोग गरेर अवैध सामान भित्र्याउने गिरोह सक्रिय रहेको बताइन्छ। यता सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा निगरानी थप कडाई गरेको दावी गरिरहेका छन्। अवैध रूपमा ओसार पसार भइरहेका सरसम्मान नियन्त्रणका लागि नियमित संयुक्त गस्ती, चेक जाँच र विशेष अनुगमन तीव्र बनाइएको सुरक्षाकर्मीहरूले दावी गरिरहेको छ। एसई पछि कहाँ पढ्ने? अधिकांश विद्यार्थीहरूको निर्विकल्प रोजाइ हुन्छ शङ्कर टेक्निकल इन्स्टिच्युट। शङ्कर टेक्निकल इन्स्टिच्युटले लिएर आएको छ डिप्लोमा प्रोग्राम अन्तर्गत सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, आयुर्वेदिक सामान्य चिकित्सा एएचए 3 वर्षे र प्री डिप्लोमा प्रोग्राम अन्तर्गत सिभिल ओभरसियर 18 महीने, इलेक्ट्रिकल ओभरसियर 18 महीने, सर्वे इन्जिनियरिङ र अमिन तालिम 18 महीने। शङ्कर टेक्निकल ट्रेनिङ सेन्टर शिक्षा केन्द्र सबैभन्दा बेटर। नमस्कार, मेरो नाम मेनका शाह, मेरो घर सर्लाही पिडारी, हाल जनकपुरमा रहेका शङ्कर टेक्निकल इन्स्टिट्युटमा अध्ययनरत विद्यार्थी। यो इन्स्टिट्युट आउनुभन्दा अगाडि मैले धेरै इन्स्टिट्युटहरू भिजिट गरेँ, तर सबैभन्दा एकदमै राम्रो मलाई यही शङ्कर टेक्निकल इन्स्टिट्युट लाग्यो, किनभने यहाँका शिक्षक शिक्षिकाहरू एकदमै अनुभवी, दक्षका साथसाथै मिलनसार हुनुहुन्छ। यहाँका शैक्षिक वातावरण एकदमै राम्रो छ। शैक्षिक वातावरणका साथसाथै ल्याब, प्र्याक्टिकलका लागि ल्याबहरूको राम्रो व्यवस्था गरिएको छ। शङ्कर टेक्निकल इन्स्टिट्युटले मलाई मेरो भविष्य देखाएको छ। अन्त्यमा एसई उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हाम्रो यहाँ शङ्कर टेक्निकल इन्स्टिट्युटमा हार्दिक स्वागत गर्दछु।